तपाईहरुलाई थाहा छ यो कुन ठाउँ हो? ल आउनुस् आज हामी तपाईलाई यो सुन्दर ठाउँको बारेमा जानकारी गराउँदै छौं। म अहिले यो झापाको सुनमाई भन्ने ठाउँ आएको छु। तपाईहरुले मेरो पछि देखिरहनु भएको छ यो चाहिँ 1 नम्बर प्रदेशभरिकै सबैभन्दा लामो र सम्भवतः नेपालको चाहिँ लामुमा दोस्रो नम्बरमा रहेको छ यो झोलुङ्गे पुल। यो पारिपट्टि पर्छ बुद्ध शान्ति गाउँपालिकाको वार्ड नम्बर 6 र यता चाहिँ बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 7। दुईटा वार्डलाई जोड्नका निमित्त यो पुल बनाइएको छ। यो पुल अग्लो र लामो छ, डरलाग्दो छ। धेरै मान्छे कराइरहनु भएको छ, चिचाइरहनु भएको छ। हामी एकपल्ट तपाईहरुलाई पारी गरेर पनि देखाउँछौं। भाइ आउनु त। हेर्नुस् त झापाको यो सुनमाई कति सुन्दर छ। प्रकृतिले रमणीय हाम्रो देश नेपाल। सुन्दरता खोज्न हामी अन्त बाहिर कहीँ जानु पर्दैन। नेताहरुमा बुद्धि आओस्, विकास निर्माणका काम हुन्। हामी सुन्दर देशका नागरिक हौं। धेरै भन्दा धेरै पर्यटकहरूलाई भित्राउन सक्यौं भने हाम्रो देशले विकासको फड्को मार्न त्यत्रो धेरै टाढा जानु पर्दैन। ओ भतिज कतिको हल्लाउँदैछौ? यहाँ त डर लाग्दो रहेछ, डर लाग्दो। अनि पर्ख्यौ न एकछिन सँगै जाउँ। रमाइलो भइरहेछ नि हैन? रमाइलो भइरहेछ। कति लामो छ पुल? यो पुल त धेरै लामो, अब नेपालकै दोस्रोमा पर्छ भन्ने सुन्नमा आइरहेछ। यो प्रदेशको ठुलो पुल, दुईटा वार्ड जोड्ने पुल रहेछ। जो रमाइलो रहेछ। यतिको लामो पुल देखेको थिएन। ल मनी पछि यहाँ जाउँ। पुल धेरै अग्लो छ। पुल माथिबाट तल यस्तो दृश्य देखिन्छ। तल चाहिँ खेतीयोग्य जमिन छ। सानो एउटा सुनमाई खोला छ। स्थानीयको भनाइअनुसार यो पुलको लागत 4 करोड 6 लाखमा तयार भएको भन्ने बुझियो। दुई ठुला पहाड अनि बिचमा पुल अनि तलको दृश्य आहा कति सुन्दर छ। झोलुङ्गे पुलको छेउमा एउटा पिङ छ जहाँ चाहिँ शुल्क तिरेर खेल्न पाइनेछ। यो पिङलाई गुलेली पिङ अथवा कान्छा कान्छीको पिङ भनिदो रहेछ। यहाँ धेरै मान्छे आउनुभएको देखियो। विशेष गरेर इन्डियन नम्बरका गाडी र मोटरसाइकलहरू पनि धेरै देखियो भने चाहिँ इन्डियाबाट नि आउनु हुँदो रहेछ। वडा कार्यालय धेरै सुन्दर बनाउनु भएको रहेछ। वडावासी र वडा अध्यक्षज्यूलाई चाहिँ धन्यवादै दिनुपर्ने। बाहिरबाट यता झन्डै एउटा रिसोर्टभन्दा कम छैन। नेपालकै लामो सुनमाई झोलुङ्गे पुल कस्तो लाग्यो कमेन्ट गर्नुहोला। हामीहरू त घुम्यौँ, तपाईहरु पनि अवश्य एकपल्ट घुम्न आउनुहोला। सुनमाई लगायत यस्ता सुन्दर देशभरका ठाउँहरू पर्यटकीय स्थल बनाउन हामी सबै लागौँ। फेरि भेटौँला। हस्त जय नेपाल।